हेलो साथीहरू, स्वागत छ यहाँहरू सम्पूर्णलाई आजको यो विशेष भिडियोमा। आजको भिडियो रहेको छ लोकसेवाको बेस स्ट्रङ कसरी बनाउने। लोकसेवाको बेस स्ट्रङ भन्नाले तपाईले लोकसेवा खरिदार, सुब्बा, अधिकृत या अन्य अप्राविधिक जुनसुकै शिक्षक सेवा हुन सक्ला, त्यसको पाठ्यक्रममा छिर्नुभन्दा अगाडि नै ती शब्दावलीहरू होलान्, त्यसका मिनिङहरू होलान्, त्यसलाई अनि सजिलै बसेर पढ्न सक्ने, लामो समयसम्म पढ्न सक्ने बानीको विकास गर्नु पनि हो। त्यो बानीको विकास गर्नेहरू सजिला चरणहरू के छन्, आज हामी त्यसमा छलफल गर्छौं। यसका जम्मा मैले 5वटा चरण बनाएको छु। यी 5वटा चरण अथवा यी क्रियाकलापहरू तपाईले अपनाउनु भयो भने तपाईको लोकसेवाको बेस स्ट्रङ हुन्छ। चाहे तपाई प्राविधिक अथवा अप्राविधिक जुनसुकै सेक्टरको तयारी गरिराख्नु भएका साथीहरूलाई चाहिँ यो एकदमै उपयोगी हुनेछ। कृपया अन्तिमसम्म हेर्नुहोला यी 5वटा चरणहरू। यो भिडियोमा मैले बेस स्ट्रङ बनाउनु भनेको मतलब जिरोबाट सुरुवात गर्नु हो साथीहरू। बेस स्ट्रङ बनाउनु भनेको मतलब हामीले जिरोबाट, एकदमै जिरोबाट लोकसेवाको तयारी कसरी गर्ने, एकदम बेस स्ट्रङ बनाएर सबै मिनिङ बुझ्ने गरी कसरी अगाडि बढ्ने भन्ने हो। यो प्रक्रिया अगाडि हामी हेर्दै जान्छौं साथीहरू। सबैभन्दा प्रथम चरण साथीहरू देख्दा अचम्म लाग्ला, तर सबैभन्दा प्रभावकारी जिरोबाट सुरुवात गर्ने साथीहरूलाई यो एकदमै प्रभावकारी हो। नेपालीमा लेखिएका जुनसुकै बुक, जुन बुक पाउनुहुन्छ पढ्न सुरु गर्नुहोस्। त्यो चाहे इङ्ग्लिसबाट नेपालीमा ट्रान्सलेट गरेका बुकहरू हुन् या नेपाली नै बुकहरू हुन्, जस्तै इतिहास, राजनीति, भूगोल, कथा, कहानी, जुनसुकै बुकहरू नेपालीमा लेखिएका छन् तपाई पढ्न सुरु गर्नुहोस्। यसले के गर्छ भन्दा यो जुनसुकै बुक पढ्दा यसले के फाइदा पुर्याउँछ भने यसले भाषिक ज्ञानको अभिवृद्धि गर्दछ। तपाईको भाषाको चयन, शब्दको चयन, शब्दहरूको ज्ञान पनि यही नै हो। अर्को मुख्यतया यसले पढ्ने बानी बसाल्छ। हामीलाई पढ्ने बानी हुँदैन, यसले चाहिँ हामीलाई पढ्ने बानी बसाल्छ। पढ्न बानी नलाग्दासम्म हप्ता 10 दिन तपाईले जुनसुकै किताब पाउनुहुन्छ त्यो पढ्न सुरु गर्नुहोस् साथीहरू। केही न केही चाहिँ सिकिन्छ नै अवश्य नै। यो झनै महत्त्वपूर्ण चरण छ साथीहरू। एकदमै यो फलो गर्नुहोला। जसरी पनि यो मान्नुहोला। कक्षा 6 देखि 10 सम्मका सामाजिक विषय सरर ध्यानपूर्वक पढ्नुहोस्। सामाजिक अध्ययन, सामाजिक विषयहरूको चाहिँ एकदमै ध्यानपूर्वक अध्ययन गर्ने कक्षा 6 देखि 10 सम्मका। यो किन पढ्ने भने यसले चाहिँ शब्दका अर्थहरू सामान्य तरिकाले, जस्तै हाम्रो खरिदार, सुब्बा, अधिकृतका बुकहरूमा, टेक्स्ट बुकहरूमा चाहिँ शब्दका अर्थहरू दिइएका हुँदैनन्। हामीलाई चाहिँ राम्रो परिभाषाहरू सिम्पल बुझ्ने तरिकाले कक्षा 6 देखि 10 सम्मका सामाजिक विषयमा पाइन्छन्। यसमा चाहिँ शब्दका अर्थ, विश्वको, नेपालको भूगोल, इतिहास, राज्य, कानुन, अर्थतन्त्र, शासन व्यवस्थादेखि लिएर संविधानका कुराहरू, योदेखि लिएर समाजका कुराहरू, है उद्योगका कुराहरू, अर्थतन्त्रका कुराहरूदेखि लिएर नेपालका सबै जिल्लामा मुख्य पर्यटकीय स्थलहरू, मन्दिरहरू, तालतलैयाहरू, धेरै कुराहरू यसबाट तपाईले थाहा पाउनुहुन्छ। यो पढ्दा के फाइदा हुन्छ भने साथीहरू, तपाईले प्रथम पत्र जीके को सँगसँगै तपाईले लिखित पत्रका एक्जामहरूको लागि पनि यसले एकदमै सहयोग पुर्याउँछ। जीके को लागि त सहयोग पुर्याउँछ नै, यो भन्दा बढी तपाईको लिखित परीक्षाहरूमा बढी सहयोग पुर्याउँछ। अब यो कसरी पढ्ने 6 कक्षादेखि 10 सम्मका भन्दा भाइ बहिनीहरू छन् भने उहाँहरूलाई मागेर पढ्ने, छैनन् भने अनलाइनमा पाउँछ साथीहरू। एकैछिन हेरौं अनलाइनमा कसरी पाइन्छन्। गुगलमा गएर संगम पब्लिकेसन सर्च गर्नुहोला साथीहरू। संगम पब्लिकेसन सर्च गरेर तपाईले संगम बुक्स पब्लिकेसनमा क्लिक गर्नुहोला। यसमा क्लिक गर्नुभयो भने तपाईले मोबाइलमा पनि पाउन सक्नुहुन्छ, यस्तै नै ल्यापटप अथवा कम्प्युटरमा। यसमा माथि बुक्स भन्ने सेक्सन छ। बुक्समा गएर तपाईले सर्च गर्न सक्नुहुन्छ। अब सर्च गरेर यता सबै किताबहरू पाउन सक्नुहुन्छ। यसले तपाईहरुलाई त फाइदा पुग्यो, तपाईका भाइ बहिनी, साना नानीहरूलाई पनि यो आइडिया सिकाउनु होला। यसमा हामीलाई चाहिएको सोशल स्टडिज। सोशल स्टडिज अब कक्षा 8 को सामाजिक,
यस्तै गर्दा कक्षा 6 को 7 को 9 को जस्तो यो किन पढ्ने मैले बार बार किन भनिराखेको छु भन्दा कक्षा 8 को अथवा 9 को सामाजिक अध्ययन खोलौं। यसरी तपाईले यसमा रिड भनेर यसरी पढ्न पाउनुहुनेछ। मोबाइलमा पनि यसरी पढ्न सक्नुहुन्छ साथीहरू। यसलाई ठुलो सानो जुम गरेर पढ्न सक्नुहुन्छ यसरी है। सरसर्ती पढ्नु होला, यसरी पढ्न सक्नुहुन्छ जुम गरी। यिनीहरू किन पढ्ने भन्दा हेर्नुहोस् त, विकासका अवधारणा, सामाजिक मूल्य मान्यता, हाम्रो विगत, यो ऐतिहासिक एकदम शाक्य वंश, यिनीहरूदेखि लिएर नागरिक चेतना, नेपालको संविधानको परिचय, यिनीहरू एकदमै चाहिने यो कक्षा 9 को हो। यी जनसाङ्ख्यिका महत्त्वहरू, नेपालमा जनसङ्ख्या परिवर्तनमा प्रभाव पार्ने यी हेर्नुहोस् त, व्यापारहरू, नेपालका दात्री राष्ट्र निकायहरू, संयुक्त राष्ट्र यीहरू पढ्नु होला। यसमा एकदमै सिम्पल भाषामा दिइएका हुन्छन्। कक्षा 6 देखि 10 सम्म यसरी सरसर्ती पढ्नु होला। भाइ बहिनीको बुक पाउनुहुन्छ भने त्यो पनि पढ्नु होला साथीहरू। चरण 3 मा छ साथीहरू गोरखापत्र। यो गोरखापत्र भन्दा बढी लोकसेवा पत्र हो, किनभने म्याक्सिमम प्रश्न लोकसेवामा आउने प्रश्नहरू चाहिँ हाम्रो गोरखापत्रबाटै आउँछन् साथीहरू। यसमा विचार खण्ड, विवेचना खण्ड, सम्पादकीय, अर्थ बजार र बुधबार यति चाहिँ छुटाउनै नहुने। यो किन पढ्नुस् भन्छु, यो चरण भन्दा पनि यो चाहिँ दिनै पढ्नु होला। यो चाहिँ आजैबाट सुरु गर्नु होला। दिनको 1 घण्टा चाहिँ आफूलाई गोरखापत्रमा दिनुहोस्। गोरखापत्र चाहिँ कम्तीमा दिनको 1 घण्टा पढ्नुहोस् भनेर म तपाईहरुलाई सुझाव दिन्छु। यो किन पढ्ने भन्दा यसले चाहिँ हामीलाई नवीन अवधारणाहरू सिकाउँछ, जस्तै सुशासनका नयाँ आयामहरू, र यो विज्ञहरूका लेखहरू हुन्। यसमा विज्ञहरूका विचार विवेचना खण्डहरूमा लेखहरू हुन्छन्। यो हामीले पढ्ने लोकसेवाका टेक्स्ट बुकहरू भन्दा विज्ञहरूले लेखेका, त्यो आफ्नो सेक्टरमा आफ्नो फिल्डमा विज्ञहरू, जस्तै राज्य सञ्चालनमा भएका विज्ञहरूले चाहिँ राज्य सञ्चालनका बारेमा लेख्छन्। शासनमा भएकाहरूले सुशासन, त्यसको अध्ययन गर्नेहरूले सुशासनका अवधारणाहरू, सञ्चारका हकहरू, जस्तै अस्ति अब बुकहरू चाहिँ 1 वर्ष पुरानो हुन्छ। हामीले पढ्ने टेक्स्ट बुकहरू कम्तीमा 1 वर्ष पुरानो हुन्छ। तर गोरखापत्रको विचार विवेचना खण्डमा चाहिँ जस्तै अस्ति तराईमा खडेरी पर्नुका कारणहरू, यसले चुरे क्षेत्रमा अथवा पछि गएर तराईमा चाहिँ चुरे दोहनले कसरी असर गर्दछ, अहिले चाहिँ जेन्जी आन्दोलनले हाम्रो देशको अर्थतन्त्रमा के असर पुर्याउला, शासन व्यवस्थामा के असर पुर्याउला। मलाई लाग्छ अब चाहिँ जेन्जी आन्दोलनको रूपमा कुनै न कुनै एउटा प्रश्न आउनेवाला छ। यीहरू विचार विवेचना खण्डमा लेखिएका हुन्छन्, हामीले पाउन सक्छौं। अनि अर्थ बजार पढ्नुहोस्, बुधबारको चाहिँ सधैँ पढ्नुहोस्। तपाईले कम्तीमा 1 वर्षभित्रका बुधबारको लेखहरू पढ्नुभयो भने चाहिँ तपाईले शुभ आनन्दले पास गर्नुहुन्छ। त्यही भएर यो चाहिँ दिनै कम्तीमा दिनको 1 घण्टा आफूलाई दिनुहोस् गोरखापत्रको लागि। लोकसेवा पत्र भन्छु म चाहिँ। अब चरण 4 मा जाउँ साथीहरू। अब अझै महत्त्वपूर्ण चरण आयो साथीहरू, चरण 4। चौथो स्टेपमा चाहिँ अब हामीले आफूले तयारी गर्ने तहको पाठ्यक्रम राम्रोसँग हेर्ने। तपाईले खरिदार, सुब्बा, अधिकृत, शिक्षक सेवा होला अथवा प्राविधिकतर्फ जुनसुकै तहका इक्जामहरू आफूले कुन तहको तयारी गर्दै हुनुहुन्छ त्यसको पाठ्यक्रमहरू तपाईले सजिलै प्राप्त गर्न सक्नुहुन्छ। लोकसेवाको अफिसियल साइटमा गएर पाठ्यक्रम भन्ने सेक्सन नै हुन्छ, त्यसमा तपाईले जुनसुकै पाठ्यक्रम पाउनुहुन्छ त्यो डाउनलोड गर्नुहोस् अथवा त्यसलाई राम्रोसँग आफ्नो कपीमा लेख्नुहोस्। लेखिसकेपछि प्रथम पत्र, द्वितीय पत्र, तृतीय पत्र जुनसुकै हुन्छ त्यसका सबै पत्रका मिल्दा टपिकहरू पहिचान गर्नुहोस्। जस्तै मिल्दा टपिक भन्नाले सुब्बाको प्रथम पत्रमा पनि नेपालको भूगोलको बारेमा पढ्नुपर्छ साथीहरू, संविधानको बारेमा पनि केही पढ्नु पर्ला। मेन भूगोलको कुरा गरौँ, तपाईले भूगोल पढ्दा चाहिँ अब प्रथम पत्र र द्वितीय पत्रलाई लिखित पत्रको लागि तयारी दुईटैलाई पुग्ने गरी पढ्ने। जस्तै गत वर्षको संघीय इक्जामको सुब्बामा चाहिँ हिमाली क्षेत्रका विशेषता लेख्नुहोस् भनेर प्रथम प्रश्न नै त्यही थियो साथीहरू। अब हिमाली क्षेत्रका विशेषताहरू पढ्दा हिमालमा कतिवटा जिल्ला पर्छन्, उचाइ कतिदेखि कति हुन्छ, कुन जातिको मुख्य बसोबास रहेको छ, त्यहाँको आर्थिक अवस्था के छ है।
हिमालहरू कतिवटा छन्, यीदेखि लिएर यावत कुराहरू, शिक्षाको पर्सेन्टेज कति छ, कति शिक्षित छन्, कति रोजगार छन्, यी कुराहरू पढ्दा चाहिँ तपाईँले सँगै मिलाएर पढ्नुहोला साथीहरू। अब चाहिँ तपाईँ चरण 4 मा चाहिँ अधिकृत छ भने त्यसरी नै है। अब सबै पत्रका मिल्दा टपिकहरू पहिचान गरेर सुरुमा पढ्नुहोस्, अनि हल्का मिल्नेहरू पढ्नुहोस्, अप्ठ्यारोहरूलाई दिनदिनै रिभिजन गर्नुहोस्। यो चरण 4 भनेको अब तपाईँले आफ्नो सिलेबसमा, पाठ्यक्रममा छिर्ने समय हो साथीहरू। अब चाहिँ बुक पढ्न थाल्नुहोस्। अब अन्तिम चरणमा जाउँ। खास गरेर चरण 3 सम्म तपाईहरूको आफ्नो बेस स्ट्रङ भइसकेको हुन्छ साथीहरू। चरण 4 मा तपाईहरू पाठ्यक्रममा प्रवेश गर्नुहुन्छ। पाठ्यक्रममा प्रवेश भन्दा अगाडि चरण 3 सम्म हामीले आफ्नो बेस स्ट्रङ बनाइसकेका हुन्छौँ। चरण 4 मा चाहिँ हामी पाठ्यक्रममा प्रवेश गर्छौँ र अब चाहिँ रियल स्टडी सुरु हुन्छ भन्ने हुन्छ। रियल स्टडी चाहिँ 0 बाटै सुरु हुन्छ, तर एकदम इफेक्टिभ वेमा, प्रभावकारी रूपमा चाहिँ चरण 4 बाट सुरु हुन्छ। अब चरण 5 मा चाहिँ आधिकारिक दस्तावेजहरू साथीहरू, जस्तै संविधान, बजेट, 16औं योजना, ऐन नियमहरू होलान्, सुशासन ऐन होला, जस्तै सञ्चारको हकहरू होलान्, यीहरू पढ्ने। यिनीहरूलाई कसरी पढ्ने भन्दा पाठ्यक्रममा आधारित भएर पढ्ने है। पाठ्यक्रममा नभएका चाहिँ नपढ्ने। अधिकृतहरूले चाहिँ सबै पढ्नुपर्छ, धेरै पढ्नुपर्छ, तर सुब्बा र खरिदारमा चाहिँ तोकेकै हुन्छ साथीहरू है। स्थानीय सरकार सञ्चालन ऐन होला अथवा सुशासन व्यवस्थापन तथा सञ्चालन होलान्, यी तोकेकै हुन्छ, तोकेकाहरू पढ्ने। अर्को चाहिँ जर्नलहरू के पढ्ने भनेर मैले भिडियो बनाइदिएको छु, त्यो म लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु साथीहरू, त्यो पनि हेर्नुहोला। यी 5 वटा चरण तपाईले चरणबद्ध रूपमा सुरुदेखि हेर्नुहोस् त। चरण 1 मा जुनसुकै बुक पायो त्यो पढ्नुहोस्। 2 मा चाहिँ तपाईले 6 देखि 10 सम्मका सामाजिक अध्ययनहरू पढ्नुहोस्। त्यसले चाहिँ तपाईको बेसलाई धेरै स्ट्रङ बनाउँछ, तपाईले मिनिङ बुझ्नुहुन्छ। 3 मा चाहिँ गोरखापत्र दैनिक पढ्नुहोस्, नाम ननिस्किदासम्म पढ्नुहोस्, निस्किसकेपछि पनि पढ्नुहोस्। 4 मा चाहिँ पाठ्यक्रम भित्र प्रवेश गर्नुहोस्। 5 मा चाहिँ आधिकारिक दस्तावेजहरू लिङ्क गरेर पढ्ने, पाठ्यक्रममा लिङ्क गरेर पढ्ने, जर्नलहरू पढ्ने। यिनीहरू के जर्नल पढ्ने भनेर लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु, हेर्नुहोला। अझै कन्फ्युजन भयो भने साथीहरू डिस्क्रिप्सनमा मैले फेसबुक पेजको लिङ्क राखिदिन्छु, फलो गरेर मेसेज गर्नुहोला। म हजुरहरूलाई अवश्य पनि रिप्लाई गर्नेछु। हस्, धन्यवाद साथीहरू।